भयो बाबा कपाल पनि आफै कोर्सिन्छ कोर्स्यो त ल छोरी कपाल कस्तो कोर्सिन्छ छोरी आऊ यही राम्रो हो फेरि चिटिक्क त स्टुडियो जस्तो देखिन्छ क्या सबै मिलेको छ क्या Action! God. हजुरबा बाबाले सानोमा कथा सुनाउनुहुन्थ्यो रोल भयो Action! कथा सुनाइन नि अब तिम्रो बाबा सानो हुँदाखेरि अब उसको कपी कलम किन्नको लागि म विदेश जानु पर्यो नि God, one more. Leather. छोरी बासमती यहाँ छ हेर त छोरीले यसो यसो गर्ने बित्तिकै अनि त्यसपछि गरिदिनु ल उताबाट त्यो अनि त्यसपछि छोरीको कट चाहिँ के जान्छ त्यसपछि भने अब तपाईँले म्याउ गरिदिनु हो म्याउ गरेपछि उसले घाउ गरेपछि तपाईँ उठ्ने डराएर उठेर भाग्न खोजेको त्यो लिनु ल तपाईँले बाबाले तिम्रो बाबाले म्याउ गरेपछि छ नि तिमी टाइगर कसरी गर न आइहाल्छ गर त हो त्यसो के नजिक गयो के अलि खाउला चाहिँ हो बाबा हो क्या कतर आउँदैन नि अझै ल टेक ल उ भयो आयो न्यू रेडी रोल एक्सन छोरी ओइ कट वान भन्दिउँ ल डबल एक्सन आयो है बाबाले बिगारेर मेरो मिस्टेक पहिला साउन्ड पछि अनि आँखा खोल्नु न ल अलि सँगसँगै क्या त्यो दाइसाबको ठ्याक्कै त्यो ओभरल्याप भयो पहिला साउन्ड अनि आँखा है अब होइन मैले नबोली फेरि त्यहाँ अब नबोलिकन गर्दा मिल्छ यहाँ साउन्डलाई फेरि साउन्डलाई होइन यस्तो भन्नु न छोरीले यो गरे होइन यो के एकैचोटि
मैले रोल एक्सन कट धेरै बेर लाग्यो रेडी रोल म्याउदेखि नै गरौँ है त ल ल छोरीको उ गर्देऊ नाकमा गर्देऊ एक्सन कट ठिक छ अब एउटा साइड हाल्नु ल विकास भाइ त्यो उठेको अझै एक्सनहरू अलिकति रिपिट देखिरहेको थियो एकै घट्टै गर्नु ल यो गइहाल्नु ऊ दौडिहाल्नु कि ल पाल्दै हो ल रेडी टेक क्यामेरा छोरी यता हेर्दै नहेर्छु है बाबालाई भन्दा कहीँ हेर्न नपाई फेरि लिनुपर्छ फेरि नभए दुःख हुन्छ एक्सन हेलो कट ओके अनि मान्छे टाइगर देखाएपछि यता पक्क बस्नु है यहाँ बसेर अनि फोन गर्छु अनि यो फेरि आएपछि यो बोकी ए मोमोको बासमा यो बुक पढ्यो ल अहिले होइन अहिले हामी एक सर्कल हाल्छ नि एक्सन कट यहाँबाट अङ्कलले कस्तो मिस्टेक गरेको Ready? Camera. Action. हेलो Cut. बाबाले अनि त्यसपछि हजुरले एकछिन भन्यो अनि त्यसपछि यता हेर्नु त त्यसपछि एउटा फोटो टक्क देखेँ के भयो अलिकति हातलाई भित्र न्यौ ल टेक ल रोल एक्सनमा एकछिन गर्नुभयो हुन्छ है ल गर्नु बाबालाई हेर छोरी यति ल एक्सन क्यामेरा ल रोल ल छोरी अलिकति खुसी भयो एक्सन
क्याट ओके ए आज त बिजी हो क्या हाम्रो होइन रोल एक्सन एकादेशमा एउटा चरा थियो रे अनि कमिला थियो रे कमिलालाई हिँड्दा हिँड्दा पानी तिर्खा लागेछ रे अनि त्यसले एउटा खोला देखेछ रे सुनेको छ कि नै बेबी सुनिरहेछ के रे अनि त्यसपछि पर्सीको टिकट छ कि अनि त्यसपछि चाहिँ डक्टरले हुन्छ भनिसक्नु अनि त्यसपछि बिसे बिर्स्यो? ला के गर्ने होला हामीले पनि बिर्स्यो कि हामीले बिर्स्यो। गर्ने होला एक्सन एकादेशमा एउटा चरा थियो रे अनि कमिला नि थियो रे अनि कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि त्यसले एउटा खोला देखेछ रे अनि बेबी सुन्यो पर्सीको टिकट भइसक्यो बेबी सुन्यो कि नै डक्टरले हुन्छ भनिसक्नु अनि त्यसपछि चाहिँ कमिलाले खाना लाग्दाखेरि चाहिँ त्यो बग्यो रे अनि त्यसपछि कमिलाले भन्यो कि कट मलाई गरौँ बच्चा न छोरी ठिक राम्रो कथा कसलाई भन्न आउँछ होला हामीलाई आउँदै आउँदैन छ ल ल रेडी रोल एक्सन एकादेशमा एउटा चरा थियो रे अनि त्यसपछि कमिला नि थियो रे कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि त्यसले एउटा खोला भेटाएछ रे बेबी सुन्यो कि नै सुन्यो अनि त्यसपछि त्यसले पानी खान जाँदाखेरि त्यो त्यही डुबेर अनि कमिलाले भन्यो कि अनि तिमीहरू पर्सी मलाई घर गइरहेछौ बचाऊ बचाऊ टिकट रेडी भन्यो। भइसक्यो अनि चराले सुनेर डक्टरले हुन्छ भनिसक्यो पात निकालेर कट ल एकचोटि छोरी एकचोटि ल अब एक नबोल्ने ल ल अनि त्यसपछि अनि बाबाले अनि त्यसपछि भोलिको डक्टरले हुन्छ भनिसक्यो भनेपछि अनि अनि छ नि बेबी भनेर फेरि सुनाउन थाल क्यामेरा एकैछिन प्लेन उडिरहेको थियो ल रेडी बेबीतिरै एकादेशमा एउटा चरा थियो रे अनि कमिला नि थियो रे अनि कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ अनि त्यसपछि कमिलाले एउटा खोला भेटाएछ रे सुन्यो कि नै बेबी सुन्यो देवीले सुन्यो के अरे पर्सीको टिकट रेडी छ है डक्टरले हुन्छ भनिसक्यो ल बुझ्यौ बुझ्यो भन्नु बुझ्यो कट 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 एकचोटि ला रोल एक्सन एकादेशमा एउटा चरा थियो रे अनि त्यसपछि कमिला नि थियो रे अनि त्यसपछि चाहिँ कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि खोलामा कट होला बेटा फेरि है कन्टिन्यू सुनाऊ फेरि ल रोल पाउनुहोस् ल रोल त्यसमा एउटा चरामा कमिला थियो रे अनि कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि त्यसलाई एक स्टेप हिँडेपछि चाहिँ खोला भेटाएछ रे खोला भेटाएपछि त्यसलाई चाहिँ त्यही डुबेर गएर पानी खान लाग्दाखेरि त्यो झरेर अनि कमिलाले भन्यो कि कथा त कथा अनि पर्सीको टिकट छ है दुवैजना डक्टर
कन्ट्रोलिङ हुन्छ भनिसक्नु मैले बुझ्यौ बुझ्यो ढोका ए ढोका थिएन रोल एक्सन एका देशमा एउटा चराना कमिला थियो रे अनि त्यसपछि कमिला हिँड्दा 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 पानी चिस्का लाग्नु थियो रे अनि त्यसपछि त्यसले एउटा खोला भेटायो रे अनि पर्सि तिमीहरू घर जाँदैछौ टिकट रेडी छ प्रपर्ली हुन्छ भनिसक्नु है कट ओके ल एका देशमा चरा र कमिला है चरा न कमिला चरा र कमिला थियो रे ल के एका देशमा एउटा चरा न कमिला थियो रे अनि कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि त्यसले एउटा खोला भेटाइछ रे अनि त्यसपछि चाहिँ खोला भेटाएपछि त्यहाँ पानी खान जाँदाखेरि ठ्याक्कै त्यही डुबेछ रे अनि एका देशमा के भयो रे एका देशमा एउटा के थियो रे भन चरा न कमिला फेरि है एका देशमादेखि भन गर्नु भयो ठिक छ ठिक छ ल ठिक छ फेरि गर न हो ल एकचोटि भेटेर ल्याउँ हाम्रो क्यामेरा रोल एक्सन एका देशमा एउटा कमिला न चरा थियो रे अनि त्यसपछि कमिलालाई हिँड्दा 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 पानी तिर्खा लागेछ रे अनि त्यसपछि त्यसले चाहिँ एउटा खोला भेटाइछ रे अनि त्यहाँ पानी खान जाँदाखेरि त्यो डुबेर अनि त्यसपछि चाहिँ त्यसले बचाऊ मलाई बचाऊ भनेर त्यो चराले सुनेर आफ्नो मुखले पात टिपेर त्यहाँ झराइदिएर अनि कमिला त्यहाँ चढेर अनि चरा उडेर अनि त्यो पातलाई बेबीले सुनेको छ कि छैन भन बेबी सुनिरहेको बेबी सुनिराखेको छ अनि त्यसपछि तान्दा तान्दा त्यो आइपुगेछ अनि त्यसपछि चाहिँ कमिलाले भन्यो धन्यवाद चरा भनेछ अनि त्यसपछि चाहिँ एउटा चरा मार्ने केटा आयो। ओके त ल